बिरयानी टेबलमा राख्नको लागि लिएर जाँदैछु। बिरयानी दम बिरयानी हामी राखिसकेको छौँ टेबलमा सर्भिसको लागि। खानालाई मान्छे रेडी हुँदैछ। अब म रोटीको लागि म यहाँ तापा स्टार्ट गर्नेछु। फाइनली बिरयानी रेडी भइसकेको छ साथीहरु। ल हेर्नुस्, बिरयानी रेडी भइसकेको छ। यता पनि बिरयानी यसरी रेडी भइसकेको छ। अब यहाँ बिरयानी सर्भिसको लागि यता भिन्डीको सब्जी यसरी रेडी भइसकेको छ। अब यहाँ सलादको लागि रेडी भइसकेको छ सलाद। हेर्नुस्, अब यता प्लेट लगाउनको लागि यता प्लेट। यहाँ भेज रायता बनिसकेको छ। आजको मौसम पनि एकदम ठिक छ। बाहिरको यो सुन्दर दृश्य देख्नुहोस्। कम्पनी चालु नै छ आज। कम्पनी पनि पुरा हाम्रो कम्पनी पनि चालु नै रहेछ। त्यही भएर गेस्टहरू खानाको लागि अहिले आउनु भएको छैन। वा बिरयानी रेडी भइसकेको छ। डिसमा हालिसकेपछि सर्भिसको टाइममा तपाईँहरूलाई फेरि नै कन्टिन्यू भिडियो गर्नेछौँ। ल हेर्नुहोस्, रमेशजीले उहाँ सलाद बनाउनु भएको छ। बिरयानी आज अलिकति छिटो बनाउनुको कारणले गाई भयो। सो त्यसैले तपाईँहरूलाई पुरा फुल भिडियो देखाउन सकिनँ। नेक्स्ट भिडियोमा म क्यामेरामा पुरा A to Z भिडियो देखाउने छु। यो भिडियो पनि हेर्नु होला तपाईँलाई, तपाईँको लागि राख्छु। हान्जी सर, ल हेर्नुहोस्, अब तपाईँलाई बिरयानी बनाउनुको लागि मैले यहाँ चिकनलाई हल्का म्यारिनेट गरेर किचनमा फ्रिजमा लगभग 1 घन्टा जति राखिसकेँ। राखेपछि मैले अब मसला रेडी गरिसकेको छु। यता मेरो दमको लागि एउटा पेन लिएको छु। अब यता पिस्ता बनाएर राखेको छु। अब यता रायताको लागि भेज रायताको लागि क्युकम्बर, गाजर, तपाईँले भेजको लागि क्युकम्बर, गाजर, ओनियन, टमेटो सबै मिक्स गर्न सक्नुहुन्छ। यता रायताको लागि थोरै रायता पहिलेको थियो, यसमा हामीले एड गर्नेछौँ। अब हाम्रो सुरु हुँदैछ। अब म तपाईँलाई कन्टिन्यू बिरयानी बनाइसकेपछि फाइनल भएपछि म भिडियो कन्टिन्यू गर्दै जाँदैछु है। भिडियोलाई हेर्नु होला, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नु होला है। त्यसैले भिडियो युट्युबमा हेरेर लाइक, कमेन्ट, सेयर गरिदिनु होला। अहिले म बाहिर गएर आएको साथीहरू साथमा कान्छो छ, यहाँ कान्छो। हेलो कान्छो, के भन्दैछस्? सबैले भिडियोलाई मन पराइदिनु होला, लाइक सेयर गरिदिनु होला। सोसाइटी हाम्रो यही नै हो साथी, काम गर्ने सोसाइटी। अब हामी सोसाइटीभित्र जाँदैछौँ। युटर्न भइसकेको छ सोसाइटी। हामी बस्ने सोसाइटी यही है।
यताबाट एउटा टुकटुकी आउँदैछ। कालिका आउँदैछ। भिडियो बनाएको एउटा भ्लग छ, त्यो भ्लगमा एडिटिङ गर्न होला। नंबर 3 है ना? हाँ कोई दिक्कत नहीं, थोड़ा सा आगे छोड़ दीजिए। तो ये जाँदैछौँ। पुना खराडी साथीहरु, अब म घर पुग्न लागेको छु। कम्पनीमा काम हुँदैछ। भिडियो त पछि भोइस त पछाडि पनि हाल्न मिल्छ क्या। नमस्ते, वेलकम ब्याक न्यू भिडियो। म आज भ्लगको लागि बाहिर निस्केको छु साथीहरू। खासै भ्लग गर्ने मोड त थिएन, सो भ्लग गर्दैछु। त्यसैले तपाईँहरूले भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला है।